हेलो एभ्रिवान, गुड मर्निङ। यो चाहिँ म लगभग 12देखि 15 धुरमा हिजो प्याज रोपेको आज सिँचाइ मोटरले यहाँ हुन लाग्यो। सिँचाइ हुँदैछ, अब हुन लाग्यो। जय जवान जय किसान। सिँचाइ गर्न इरिगेसन पानी पटाउने काम भइसक्यो प्याजमा। आज भनेको माघको 8 गते हिजो रोपेको, आज सिँचाइ गरेको। अब यो 3 महिना लगभग 90 दिनमा 80 देखि 90 दिनमा रेडी हुन्छ। त्यो भनेको अब चैतको लास्टतिर या वैशाखको पहिलो हप्ता फैलिने हो। जय जवान जय किसान।